Pukau na. यस्तो पो हुन्छ कम्ती दुख्दैन तिम्रो बाजे हे भगवान यो त भूतले पक्रेर सक्छ ए हल्लियो है हाँसेकोले झल्ल नगर है हे भगवान हेर्नु कसरी उकाइ होला सम्झ राम्रै हुनु गाह्रो लाग्छ हाँस्नु पनि हुँदैन बोल्दो त रहेछ त नि जिन्दगीमा नगरेको काम गर्दा नि कहीँ हुन्छ हे प्रभु हिउँ पसेर पोलेको जस्तो के भयो त नि यो मान्छेले किन बेहोस हुन्छ भनेको कसै उकाइसक्नु भयो आई दुःख त हौ आशै आउला त आई छ्या किन यो मान्छेले यस्तो गर्छ भन्छ त यस्तो सहनु पर्दो रहेछ छिरी गरेर सक्यो यता पन्छेरीको भुतमा थियो नि उखारो यति साह्रो हुन्छ भने त किन यता भुततिर त लाउँथ्यो ला उक्लियो अब चाहिँ हो त चिल्लो भयो ला झन् मैले त परेलामा पनि लाएको थिएँ ला सुँगुर पिल्साको जस्तो भयो नि यो त सुँगुर पिल्साको जस्तो भयो नि यो त यस्तो गर्नु पर्दो रहेछ हौ राम्रो हुनुलाई ला पढाइला झन्डै ला अब आँखा परेलाको आँखा त्यो परेला तानियो भने के गर्नु है तानिँदैन नहाँस्नु हाँसिसक्यो त्यतिकै टाइम लाग्यो मलाई मोमो दुखेर आँसु आइसक्यो अनि फेरि फर्स्टचोटि भयो नि त हाम्रो रौँ धेरै छ अनुहारमा रौँ अब दोस्रोचोटि हो भने चाहिँ त्यस्तो धेरै दुख्थेन होला किन च्यातेको त्यहाँ चाहिँ चाप्यो हो त्यहाँको चाहिँ तङ पर्दैन दुखिसक्यो अनि के होला नि यस्तो फेरि झारझुट पार्दै त आँसु भइसक्यो आफ्नैले गर्नु न अरूले गर्दा कस्तो हुन्थ्यो होला है कुटिन्थ्यो अरूले गर्दा त कुटिन्थ्यो होला नि ल होइन अरूले गर्दा त कति सजिलै निकालेको दिन्छ त हौ म त ढाँचा पो पारेको होला भन्थ्यो त्यो उतिर देख्दाखेरि
ल्याउ न टियर चाहिँ पठाइदिनु न छोरीले उ त्यो टियर लगा छोरी मम्मी उगाउन उगाउँ पिसा भयो टाढोबाट राम्रो निक्लिँदो रहेछ अघि नजिकमा त कालो कालो निक्लिरहेको थियो चुवार पार न चुवार सकिनु आँट्यो एकचोटि हो कसले धेरै बेर राख्नु लाग्यो भोलिसम्ममा त मरिन्थ्यो होला खुनै निक्लिन्थ्यो होला निक्ल्यो रातो न रातो देखियो चिल्लो चाहिँ चिल्लो पार्दो भूत लाउ किन्नु कस्तो अब मुख धो कस्तो मजा आउँदो रहेछ अब अर्कोचोटि चाहिँ मजा हुन्छ चर 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 हुन्छ होला अरूले निकाल्दा त पेरेक निकालेको देखिन्छ यस्तो हुँदो रहेछ यता पनि रहेछ यस्तो हो त्यता सुरुमा त एकदम धेरै गाह्रो हुँदो रहेछ सबै दुखेर तन्केर है एकदम धेरै गाह्रो तर एकदम नरम पो बनाउँदो रहेछ त मैले फर्स्ट टाइम चाहिँ मैले फेस मास्क लगाएको हो अब चाहिँ लगाउनु पर्ला म पनि राम्रै हुनलाई त्यति सजिलो छैन नि एकदम धेरै गाह्रो पोलिरहेछ अहिलेसम्म मैले मुख पनि धोएर आइसकेँ तर एकदम राम्रो लाग्यो मलाई यसले चाहिँ काम गरेकै जस्तो लाग्यो मलाई तपाईहरु पनि लाउनु होला लगाउनु भएको छैन भने ट्राई गर्नु होला एकदम राम्रो हुने रहेछ नरम पनि हुने रहेछ है त